बालेन शाहले कति राम्रो काम गर्नुभएको छ, एकचोटि यो फुल वाच गरिदिनु। हेर्नुहोस् त, बालेन शाहले कति राम्रो काम गर्नुभएको। मलाई चाहिँ सोसियल मिडिया स्क्रोल गर्दा गर्दै मैले पनि भर्खर देखिरहेको थिएँ। त्यो कारणले गर्दा मलाई हजुरहरू सामु तुरन्त सेयर गरिहाल्नु मन लाग्यो। ध्यान दिएर सुन्नु होला है। बालेन शाहले चाहिँ अहिले भने अब जति पनि ठुल्ठुलो कार्यालयहरू छ, सरकारी कार्यालयमा चाहिँ एक गोप्य मान्छेलाई चाहिँ गोप्य क्यामेरा दिने, त्यो क्यामेराको आधारमा चाहिँ जति पनि अहिले त बन्द भइसकेको छ, तर जति पनि अझ भित्री रूपमा घुस लिने, काम ढिलो गरिदिने, फाइल थन्काउने, त्यस्तो त्यस्तो कामहरू चाहिँ त्यो क्यामेराले क्याप्चर गर्ने काम गर्छ र सिधा प्रधानमन्त्री कार्यालयमा त्यो भिडियो पुग्छ। ल हेर्नुहोस् त कति राम्रो काम। त्यस्तो भइसकेपछि त अब कसले गर्छ भ्रष्टाचार? तपाईँले 500 रुपियाँ दिनुभयो भने टेबल मुनिबाट उसले 1000 रुपियाँ टेबल माथिबाट दिन्छ क्या अब सरकारी कर्मचारीहरूले। बहुत राम्रो काम गर्दै हुनुहुन्छ हाम्रो बालेन सरकारले। के भन्नुहुन्छ हजुरहरू? आफूलाई मनमा लागेको प्रतिक्रिया कमेन्ट बक्समा दिएर भिडियोलाई एक सेयर गरिदिनुहोस्, नबिर्सिनु होला है त। घर बनाएको ऋण पनि तिरिसकेको छैन हामीले। घर बनाएको ऋण नतिर्दै घर भत्काइदियो। घर भत्काइदियो। म त्यहाँ हेर्नु हिँड्नु मेरो घर कस्तो थियो। बाढी पसेर त्यतै बिजोग हुँदा पनि एक बोरा चामल पनि दिएन हामीलाई। हो भने हाम्रो घरमा त्यत्रो बाढी पहिरो आउँदा पनि एक बोरा चामल पनि दिएन सरकारले। आँसु छैन आँखामा, त्यसै पुछेर हुन्छ अरे। लाग्ला मलाई पनि मान्छे, तर आँसु छैन त्यहाँ। साथीहरू लगाइदिनुहोस् त तपाईँहरूको प्रतिक्रिया कमेन्टमा चाहियो मलाई। ल भिडियो हेरेर पनि सेयर गरिदिनुहोस्।